आज चाहिँ हामी गयौँ धारापानीमा रहेको यो दहमा। पहिले चाहिँ यस्तो थिएन, अहिले यस्तो बनेको रहेछ। हाई एभ्रिवान, फेरि पनि स्वागत छ मेरो मिनी भ्लगमा। आज चाहिँ हामी आमालाई घुमाउनको लागि धारापानी लग्दैछौँ। अटो पनि आइसक्यो। त्यसपछि अटोमा बसेर हाम्रो यात्रा सुरु हुँदैछ। अनि हामी तुलसीपुर चोक्कैमा जाँदाखेरि दुईवटा बाइक चाहिँ ध्याङ्ग ठोक्यो क्या। अनि दुइटै नबोलेर सुई सुई गयो। ट्राफिक दाइ पनि हेरी हुनुभयो। अनि हामी चाहिँ यो उखुबारीको बाटोमा, यो चाहिँ उखुबारी हो है साथीहरू। पहिला खुब डुल्न आइन्थ्यो यो ठाउँमा। अहिले चाहिँ त्यो ठाउँ देख्दाखेरि पुराना साथीहरूको याद आउँदो रहेछ क्या, कस्तो कस्तो लाग्यो। अनि त्यसपछि हामी चाहिँ अझै पनि अटोमा यात्रा गर्दैछौँ साथीहरू। अनि यहाँबाट अलिकति कच्ची बाटो जस्तो भनौँ न, अलिकति ओह्रालो झरेर हामी बबे खोलामा पुगियो। कस्तो राम्रो देखेको छ सिन पनि। अनि फाइनल्ली हामी धारापानीमा पुगिसक्यौँ साथीहरू। अनि मलाई चाहिँ भिडियो खिच्न कस्तो लाज लाग्यो क्या। मलाई यो अलि धेरै मान्छे भएको ठाउँमा क्यामेरा समाएर बोल्न अलि लाज लाग्छ नि त। अनि त्यसपछि हामी चाहिँ लाग्यौँ यो गेटबाट भित्रतर्फ। यहाँ चाहिँ कस्तो राम्रो रहेछ। पहिला हामी यहाँ आउँदाखेरि चाहिँ थिएन नि त, म कति वर्षपछि गएको नि त यहाँ। अनि त्यसपछि हामी चाहिँ अझै माथि जाँदै थियौँ। यहाँ चाहिँ लालीगुराँस अनि चितुवाहरू केको अनि पार्क पनि बनाएको रहेछ क्या। राम्रो रहेछ। अहिले चाहिँ एकदम घुम्न जाँदाखेरि माइन्ड फ्रेस हुने खालको। अनि आमा पनि एकदमै खुसी हुनुभयो। त्यसपछि हामी चाहिँ सिडी चढेर त्रिशुली भएको ठाउँमा जाँदैछौँ साथीहरू। यहाँ चाहिँ एकदमै ठुलो त्रिशुली छ। अनि हामी चाहिँ माथि पुग्यौँ त्रिशुली भएको ठाउँमा साथीहरू। अनि हामी चाहिँ यहाँ अलिअलि माछा भ्यागुता पनि हेऱ्यौँ होइन। अनि त्यसपछि उसलाई चाहिँ भिडियो खिच्न पठाएको, के खिच्यो नि उसले चाहिँ। अब क्यामेरा पनि समाउन जानेन नि त। अनि त्यसपछि फर्किँदाखेरि चाहिँ मैले फेरि एकछिन भिडियो खिचेँ। अनि आमालाई कस्तो लाग्दैछ आमा भन्दाखेरि आमा पनि खुसी नै हुनुहुन्छ है। आमा आत्तिर बस्नु भएको थियो नि त। अनि त्यही भएर आमाको माइन्ड फ्रेस गराउनलाई हामीले लिएर गएको। अनि यहाँ चाहिँ 108वटा धारा रहेको छ साथीहरू। जलधारा स्नान बिहान 6 बजेदेखि 11 बजेसम्म गर्नुपर्ने रहेछ। यहाँ चाहिँ मान्छेहरू आउनु भएको छ, हामी जस्तै घुम्न, फोटो खिच्दै हुनुहुन्छ। अनि त्यसपछि हामी चाहिँ लाग्यौँ दहतिर, ताल होला सायद, खै ताल भन्छ कि दहतिर भन्छ है। अनि त्यसपछि हामी चाहिँ तालको नजिकै गयौँ। अनि यहाँ चाहिँ हामीले एउटा सर्प पनि भेटेका थियौँ। तर त्यो सर्पको भिडियो नै खिच्न त खिचेको, तर खिचेको छैन रहेछ। कस्तो राम्रो वातावरण, यति राम्रो देखेको त्यो सिन पनि कस्तो विदेशको जस्तो। अनि फोटो भिडियो खिचेर हामी चाहिँ फर्क्यौँ साथीहरू। अनि यहाँ चाहिँ म दौडेको क्या, त्यही ठाउँमा थियो नि त सर्प। अनि आमालाई छोडेर अगाडि आएँ। डर पनि के चिजको लाग्ने हो मलाई त। अनि त्यसपछि हामी चाहिँ फर्किँदाखेरि उखुबारीमा उखुको जुस खान गयौँ साथीहरू सबैजना। जाँदाखेरि हामीले खाएनौँ नि त, त्यही भएर हामी फर्किँदाखेरि खान जाँदैछौँ। अनि यहाँ चाहिँ एकदमै राम्रो सिन देखिरहेछ भन्दैछ मेरो बडैनीले। अनि त्यसपछि हामी चाहिँ बस्यौँ है साथीहरू यहाँ तहरा मुनि एकदम शीतल वातावरणमा। अनि उसले चाहिँ मेरो मुखैमा लिएर क्यामेरा तेर्साइदिन्छ क्या होइन। अनि ऊ चाहिँ अहिले उसलाई सिकाउँदैछु मैले क्यामेरा समाउने अनि भिडियो कसरी खिच्ने भनेर, तर हल्लाइरहेछ। अनि फाइनली हाम्रो जुस पनि आइसक्यो। आइस राखेको जुस एकदमै खानलाई आतुर छौँ हामीहरू। उहाँले चाहिँ हामीले पालै ग्लासमा राखिदिँदै हुनुहुन्छ जुस। तातो मौसममा, गर्मी छ नि त यतातिर त आजभोलि होइन। हामी बस्दामा त चिसै छ, तर यता त तराई पऱ्यो नि त। अनि गर्मी महसुस भएको थियो। अनि हामी सबैजनाले यसरी ग्लास उठाएर, उसको चाहिँ अहिले बढी भयो पोखिन्छ भनेर कम गर्दैछ। अनि यहाँ चाहिँ अलिकति हाँसो पनि चल्यो, जुठो चिज गर्नु मिल्दैन भनेर। उहाँ अटोवाला चाहिँ हाम्रो आफ्नै भेना हुनुहुन्छ फुपूको छोरा। अनि चियर्स गरेर हामीले खायौँ साथीहरू। एकदमै मिठो।
मलाई त फेरि पनि खान मन लाग्यो। अनि त्यसपछि हामीले त्यो खाइसकेपछि घुङ्गी ट्राई गर्नको लागि चाहिँ हामी फेरि लाग्यौँ काबिला रिसोर्टतिर। त्यो दुईजना बहिनीहरू मेरो भदै र अर्को नातिनी चाहिँ उनीहरू कता भलिबल हेर्न जाने भन्दै थिए। अनि हामी पुग्यौँ फाइनली काबिला रिसोर्ट। अनि भित्र जाँदाखेरि एकछिन फेरि भिडियो खिचिहालेँ। मलाई फेरि भिडियो खिच्दै हिँड्दै गर्न लाज लाग्छ। यहाँ चाहिँ यो चौधरीहरूको कस्तो राम्रो राम्रो त्यो पेन्टिङहरू गरेको क्या, कस्तो मन पर्यो मलाई त। यहाँ पछाडि पनि देखिरहेको छ नि त चौधरीहरूको पोसाकहरू। अनि त्यो सबै झल्काउने गरेर पेन्टिङहरू गरेको रहेछ। अनि यहाँ बुकहरू पनि राखेको छ साथीहरू। त्यसपछि आयो मेरो पर्खाइमा घुङ्गी। अनि म चाहिँ घुङ्गी ट्राई गर्दैछु साथीहरू, फर्स्ट टाइम है। फर्स्ट टाइम मैले टिकटकहरूमा देखिरहेको थिएँ। अनि खान मन त थियो, तर मैले कहाँ पाउँछ भनेर पनि थाहा थिएन नि त। अनि ऊ भेनालाई चाहिँ थाहा रहेछ, अनि हामीले लगेर जानुभएको आमा र मलाई। अनि हामी चाहिँ ट्राई गर्दैछौँ फर्स्ट टाइम कस्तो हुन्छ भनेर। तर त्यस्तो नमिठो त हुँदैन रहेछ, मिठै लाग्यो। फर्स्ट टाइम भएर पनि होला, अलिअलि अर्कै लाए पनि मलाई चाहिँ मिठै लागेको साथीहरू। मैले चाहिँ टेस्ट गरेँ, अनि आमाले पनि टेस्ट गरिसक्नु भयो है त। त्यसपछि हामीले माछा मगायौँ, माछा पनि आयो। अनि हामीले खायौँ माछा पनि, फ्राई गरेको माछा एकदमै मिठो टेस्टी हो। अनि सबै खाइसकेर हामी निस्केको साथीहरू। निस्किँदै गर्दाखेरि मैले एउटा फोटो पनि खिच्न पठाएँ। अनि फर्क्यौँ। बाई बाई।